Hello, namaste and welcome to my channel. Once again, welcome back. So today, I'm going to Naranthan. आज म Naranthan जाँदैछु यो लकडाउनमा सानो काम पर्दा Naranthanतिर गइरहेको छु. So it's almost 20 kilometers from Bhansibadi to Naranthan. Which kilometer is hola? So as you can see, the weather is fine. त्यति धेरै ठुलो पानी परेको चाहिँ छैन तर but still हिजो रातिको पानीले अलिकति दहहरू बनाएको छ यतातिर. And here we are at Nakhu Pool. The level of the water has rised a little bit. Let's be familiar with the microphone and the audience as well. That's why I have prepared this vlog. And what changes is been in Kathmandu. I wanted to see this as well, but it's not a good time to travel. But I have some work in Bhutan contest, so I'm going over there. Let's hope the journey remains safe. And आज 12 गते हो, so it's odd. Motorbikes are only, they will only be riding over here 8, and then this is even. But people are just ignoring the rules. मेरो त odd नै परेको छ त्यसैले. And the rule was 2 people cannot ride in a motorbike भन्थ्यो है. I don't know what it's all about. I'm carrying my wife with me as well. We two are traveling. And here I am at Ekantapuna petrol pump. I think I need to fill some petrol. तर यहाँ पेट्रोल छ जस्तो मलाई लागेन है. हिजो पनि यहाँ पेट्रोल थिएन. There is petrol. Let's not fill it here. 96 rupees छ. त्यही यहाँ चाहिँ नभरिहाल्नु. I can see the shops being opened. पसलहरू खोल्ने क्रम जारी छ. गाडीहरुको चहलपहल अत्याधिक मात्रामा हुन थालेको छ. अहिले हामी जावलाखेलतिर आइपुगेका छौं. फलफुलका व्यापार, आँप, सुन्तला, त्यसै गरी स्याउ, खरबुजाको व्यापार पनि उत्तिकै मात्रामा भएको देखिन्छ. यहाँबाट हामी त्रिपुरेश्वर हुँदै रत्नबागतर्फ लाग्नेछौँ. यो हो जावलाखेलको खेल मैदान, फुटबल खेल मैदान. लकडाउनको अवधिमा खेल मैदानलाई राम्रोसँग निर्माण गरिएको छ. र हामी अहिले यो जावलाखेलको चोकमा आइपुगेका छौँ. अब यहाँबाट हामी पुलचोकतर्फ लाग्छौँ. अहिले हामी पुलचोकमा आइपुग्न आँट्यौँ, जहाँ मसिन्द्रनाथको रथ यात्राको तयारी गरिँदैछ. यहाँ देख्न सक्नुहुन्छ प्रत्येक वर्ष मसिन्द्रनाथको रथको निर्माण हुने गर्दछ यही समयमा. यता लभी मल रहेको छ, यता पनि निर्माण कार्यहरू धमाधम रूपमा भइरहेको छ. 3 महिना लकडाउन पछिको मेरो पहिलो यात्रा हो काठमाडौँतर्फ. 3 महिनामा के कस्ता परिवर्तनहरू भयो काठमाडौँमा, यो कुरा बुझ्नलाई म आज काठमाडौँतिर आइरहेको छु. यतापट्टि भाटपट्टि नि छ. यो पुलचोक इन्जिनियरिङ क्याम्पस.
मर्मत कार्यहरू भइरहेको रहेछ। मेरो क्यामेरामा एक्सटेन्सन माइक्रोफोन नभएको कारणले गर्दा आवाज प्रश्न नआउन पनि सक्दछ। त्यसैले कृपया क्षमा गरिदिनु होला। साथै जसले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन कृपया सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईहरुको सब्सक्रिप्सनबाटै मलाई अझै हौसला मिल्दछ र साथै मैले सुधार्न पर्ने के कस्ता कुराहरू छन् कमेन्ट बक्समा लेखिदिनु होला। अहिले म बागमती पुलतर्फ अघि बढ्दैछु र मित्रहरूसँग केही क्षणमा भेट्नेछु। अहिले हामी ललितपुरको यो गेट छोडेर काठमाडौँतर्फ लाग्दैछौँ। यो बागमती पुल हो। बिचमा ठुलो डिभाइडर राखिएको छ। पल्लो लेनबाट सिंहदरबारतर्फ पुगिन्छ भने यो लेनबाट हामी त्रिपुरेश्वर हुँदै रत्नबागतर्फ लाग्दछौँ। पल्लो लेनभन्दा यो लेन अझ सजिलो हुने गर्दछ किनभने यहाँ हामीले ट्राफिक सिग्नलमा बस्नु पर्दैन। केही महिनापछिको लकडाउन खुकुलो भएको कारणले गर्दाखेरि सवारीको चाप अत्याधिक मात्रामा रहेको देख्न सकिन्छ। मान्छेहरू सामान ढुवानी गर्ने गाडीहरू लिएर हिँडिरहेका छन्। अगाडि यहाँ इन्डक्सन कुकर ढुवानी सेवाको गाडी ध्यान चलिरहेको छ। हामी अहिले त्रिपुरेश्वरको चोकमा आइपुगेका छौँ। आँखा अस्पताल अगाडि यो दशहरा रङ्गशाला हो जहाँ अस्तिका खेलहरू भएका थिए। यहाँ ट्राफिक प्रहरी विभिन्न गाडी मोटरसाइकलहरू सिट काटेर राखेको छ। प्रहरीको गस्ती त्यति धेरै बाक्लो नदेखिए तापनि केही हदसम्म प्रभावकारी भन्ने देखिन्छ। ल अब हामी यहाँबाट रत्नबागतर्फ लाग्दैछौँ। अहिले हामी सुन्दरतर्फ आइपुग्न आँटेका छौँ र अगाडि नेपाल वायु सेवा निगमको मुख्य भवननिर आइपुगेका छौँ र यो सुन्दर भवन हो। बस धेरै नै पातलो देखिन्छ सवारी साधनको साथ। यहाँ यतापट्टि पहिला टेम्पोको स्टप हुने गर्दथ्यो भने तपाईँहरू देख्न सक्नुहुन्छ यो काठमाडौँको आर्मीमा पुरै घाँस उम्रिएको छ तर बाटो असाध्यै सफा देखिन्छ। धुलो मैलो ध्वनि त्यति धेरै नभएको कारणले गर्दाखेरि हामी भद्रकालीबाट अगाडि आइपुगेका छौँ। महाङ्काल आइपुगेका छौँ र महाङ्काल मन्दिर आइपुगेका छौँ र साइडमै बिर हस्पिटल पनि रहेको छ। लकडाउनका कारणले गर्दा बस पार्क पनि ठप्प रहेको छ र निर्माण कार्य लगभग समाप्त हुन आँटेको देखिन्छ। बिर हस्पिटलको यो बिर अस्पतालको नयाँ भवन हो। सर्जरी वार्ड कन्स्ट्रक्सन अफ सर्जिकल ब्लक हो यो। लगभग यसको निर्माण कार्य सम्पन्न भइसकेको छ। यतापट्टि हाम्रो हनुमावी दरबार हाई स्कुलको पनि निर्माण कार्य सकिसकेको छ। यदि तपाईँहरूले देख्न सक्नुहुन्छ भने असाध्यै सुन्दर भवन निर्माण भएको छ। चीन सरकारको अनुदानमा यो भवन निर्माण भएको हो। अब हामी भोटाइबाट खमेन हुँदै अगाडि बढ्दैछौँ। मेरो भिडियो हेरिदिनु होला र सब्सक्राइब गरिदिन नभुल्नु होला। यदि सब्सक्राइब गर्नुभएको छ भने कृपया मान्नुभयो भने सब्सक्राइब गरिदिनु होला। हिरोको मोटरसाइकल वर्कसप पनि खुलेको छ। अस्ति भिजिट नेपाल 2020लाई लक्षित गरी यी यतिहरू बनाइएका हुन्। यतिका मूर्तिहरू बनाइएका थिए तर लकडाउनका कारणले गर्दा यो कोरोना र कोभिड-19 भाइरसको कारणले गर्दा भिजिट वर्ष 2020 सफल हुन सकेन।
सरकारले यसको बारेमा केही अवश्य सोचेको हुनुपर्छ र आउँदा दिनहरूमा कार्यक्रम गर्न सक्छ। हामी अहिले होटल एम्बेसडरको अगाडि आइपुग्यौँ। यहाँ 4 माइल सरसफाइ अभियानका अभियन्ताहरू अघि बढिरहनु भएको छ। महानगरपालिकाले बाटोलाई पिच गर्ने काम गरिरहेको रहेछ एवं ढल सरसफाइ पनि कार्य गरिरहेको छ। त्यसै गरी हामी अघि बढौँ। यतापट्टि NIBL क्यापिटल छ, यो होटल एम्बेसडर हो। बाटोमा खड्डाखड्डी भएको कारणले गर्दा केही समस्याहरू उत्पन्न भइरहेका छन्, तर हामी समस्यासँग जुझ्दै अघि पनि बढिरहेका छौँ। अहिले हामी नेपाल लाइफ इन्सुरेन्स बिल्डिङको अगाडिपट्टि आइपुगेका छौँ। मौसम सफा छ, घाम पर्याप्त मात्रामा लागेको छ। हुन त यो बर्खा महिनाको घामलाई केही भन्न सकिन्न, कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ। 3 दिनको निरन्तर वर्षापछि आज अलि मौसम खुलेको छ। यहाँ भारतबाट तथा विभिन्न देशहरूबाट मानिसहरू भरपुर मात्रामा आउने गर्दछन्। हरिबोधन एकादशीमा यहाँ ठुलो मेला लाग्दछ भन्ने कुरा मैले सुनेको छु, जसलाई ठुली एकादशी पनि भन्ने गरिन्छ। अहिले हामी साङ्ग्रिला होटलमा आइपुगेका छौँ र अगाडिपट्टि जापानिज एम्बेसी छ। अब यहाँबाट राष्ट्रपति भवन हुँदै हामी टिचिङ हस्पिटलतिर अघि बढ्दैछौँ। कृपया मेरो च्यानल लाइक, सब्सक्राइब तथा सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र साथै यस्ता नयाँ भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। भ्रमणलाई रोक्दै हामी अलिकति तेल भर्नतर्फ लाग्दछौँ। कृपया लाइनमा बसिदिउँ। हामीले पेट्रोल भर्यौँ र यात्रा अघि बढ्दैछ। यात्रासँगै मौसममा केही परिवर्तन भयो जस्तो लागिरहेछ। शिवपुरी डाँडाको तलतिर पर्ने भएकोले मौसम अलिक चिसो हुने तथा अत्याधिक मात्रामा पानी पनि पर्ने गर्दछ त्यतापट्टि। र सवारी साधनको चाप पातलिँदै पनि गएको देखिन्छ। हामी अहिले राष्ट्रपति निवास भवन नजिकै आइपुगेका छौँ। एउटा निर्माण कार्य भइरहेको रहेछ। यो राष्ट्रपति भवन हो। राष्ट्रपति भवनलाई राम्रैसँग सिँगारिएको रहेछ। नेपाल विद्युत प्राधिकरणद्वारा सडक निर्माण कार्यहरू गरिरहेको रहेछ। यो नेपाल पुलिस एकाडेमी जहाँ पुलिस तालिम हुने गर्दछ। यहाँ साइनबोर्डमा सधैँ मास्क लगाएर हिँड्दै गरौँ भनेर लेखिएको थियो। हामी अहिले टिचिङ अस्पताल आइपुग्यौँ। ठाउँ सुनसान छ, मानिसहरूको त्यति धेरै भिड देखिँदैन। सामान्य खाजा पसल, औषधि पसल तथा कपडा पसलहरू खोलिएका छन्। निर्माण कार्य भएकोले गर्दा बाटो अलिक साँगुरो भएको महसुस भइरहेको छ। यो निर्माण कार्य चाहिँ केवल भूमिगत गर्नको लागि बनाइएको हो। जसरी हाम्रो तार माथिबाट जाने गर्दथ्यो, भर्खरै केही महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अन्डरग्राउन्ड केबल गर्ने प्रस्तावना भएको थियो। त्यही कार्यहरू भइरहेको देखिन्छ। यो धेरै नै राम्रो कार्य हो। जसरी अव्यवस्थित तारहरू पोलमा रहेका छन्, ती तारहरूलाई व्यवस्थित गर्नको लागि अन्डरग्राउन्ड गर्न आँटिएको हो। हामी नारायण गोपाल चोक आइपुग्यौँ।
यहाँ स्वर सम्राट नारायण गोपालको शालिगमा नेपालको झण्डा राखिएको छ। प्रहरीहरू ज्यादै न्यून देखिनुहुन्छ ट्राफिक प्रहरी। अब यहाँबाट हामीले बाटो छोडेर अघि बढ्दैछौँ। यहाँबाट करिब 15 मिनटको यात्रामा हामी नारायण थान अथवा बुढानीकण्ठ पुग्दछौँ। यहाँबाट चाहिँ अघि गङ्गालाल मुटुरोग अस्पताल आइपुग्दछ। कृपया भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै मेरा पुराना भिडियोहरू हेर्नका लागि तल लिङ्कमा क्लिक गरिदिनु होला। अहिले हामी गोलफुटार आइपुग्यौँ। गोलफुटार बजार पनि खुला रहेछ। अधिकांश पसलहरू खुलेको देखिन्छ। हाम्रो यात्रा अघि बढिरहेको छ। मौसममा केही परिवर्तन भएको आवाज भइरहेछ। शिवपुरीको फेदमा रहेको बुढानीकण्ठमा अत्याधिक मात्रामा पानी पर्ने गर्दछ। आज पनि पानी पर्ने सम्भावना देखिन्छ, तर अहिलेसम्म चाहिँ परेको छैन। केबललाई अन्डरग्राउन्ड गर्ने कार्य यहीँदेखि सम्पन्न यहाँ पनि भइरहेको देखिन्छ।